हामीले तिरेको करको पैसा सरकारले कसरी खर्च गर्छ होला? यो प्रश्न धेरैको मनमा आउँछ। आज हामी त्यही विषयको एकदमै महत्त्वपूर्ण पाटो अर्थात् सार्वजनिक खरिद ऐन 2063 को बारेमा कुरा गर्दैछौँ। सुन्दा अलि जटिल लाग्न सक्छ, तर चिन्ता नलिनुस्, हामी यसलाई एकदमै सरल भाषामा बुझ्ने प्रयास गर्नेछौँ। हामीले वरिपरि देख्ने यी ठूला ठूला सडक, पुल, विद्यालय र अस्पतालहरू आखिर कसरी बन्छन् होला? हो, यी सबै पछाडि एउटा व्यवस्थित प्रक्रिया लुकेको हुन्छ जसलाई भनिन्छ सार्वजनिक खरिद, र यो पूरै प्रक्रिया एउटा विशेष कानूनको दायराभित्र रहेर चल्छ। ल, अब यो ऐनलाई राम्रोसँग बुझ्नका लागि हामी यसलाई 5 मुख्य भागमा बाँडेर हेर्नेछौँ। सबैभन्दा पहिला, सार्वजनिक खरिद भनेको के हो? त्यसपछि यसको उद्देश्य के हो, यसमा को संलग्न हुन्छन्, प्रक्रिया कसरी अघि बढ्छ, र सबैभन्दा महत्त्वपूर्ण, यो हाम्रो लागि किन आवश्यक छ भनेर केलाउनेछौँ। त्यसो भए सुरु गरौँ पहिलो खण्डबाट। सार्वजनिक खरिद आखिर हो के? यसलाई एकदमै सरल भाषामा भन्नुपर्दा यो सरकारको आधिकारिक शपिङ गर्ने तरिका हो। चाहे त्यो सानो कलम किन्नुहोस् वा ठूलो पुल बनाउनुहोस्, सबै यही प्रक्रियाबाट हुन्छ। कानूनले यसलाई कसरी परिभाषित गर्छ भने यो त्यो प्रक्रिया हो जसमा सरकारी निकायले जनताको पैसा प्रयोग गरेर आफूलाई चाहिने सामान, निर्माण कार्य वा अन्य सेवाहरू लिन्छ। यसमा कार्यालयमा चाहिने सामान्य सामग्रीदेखि लिएर देशकै ठूला पूर्वाधार परियोजनाहरू समेत पर्छन्। अब के कुरा खरिद गरिन्छ त? हेर्नुस् त, यसको दायरा निकै फराकिलो छ। यसले भौतिक सामान र निर्माण कार्य मात्र होइन, अनुसन्धान र डिजाइन जस्ता बौद्धिक सेवाहरू, जसलाई परामर्श सेवा भनिन्छ, त्यसलाई पनि समेट्छ। भनेपछि सरकारले गर्ने लगभग सबै प्रकारका खरिदका लागि यही नियम पालना गर्नुपर्ने हुन्छ। हरेक कानूनको एउटा आत्मा हुन्छ जसले त्यसको मूल मर्म र उद्देश्यलाई देखाउँछ। अब लागौं यो ऐनको उद्देश्यतर्फ। यसको प्रस्तावनाले नै यसको उद्देश्य के हो भनेर स्पष्ट पारिदिएको छ। ऐनको प्रस्तावनामा उल्लेख भएको यो वाक्यले नै सबै कुरा बोल्छ। यसको मूल मर्म भनेकै खरिद प्रक्रियालाई खुला, पारदर्शी र भरपर्दो बनाएर देशमा सुशासन कायम गर्नु हो। र यो उद्देश्य हासिल गर्नका लागि केही मार्गदर्शक सिद्धान्तहरू छन्, जस्तै पारदर्शिता, प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता। यी सबै कुरा प्रक्रियाको हरेक चरणमा पालना गरिनुपर्छ। यसो गर्दा मात्रै जनताको पैसाको सही सदुपयोग भयो भनेर सुनिश्चित गर्न सकिन्छ। ल, अब कुरा गरौँ यो पूरै खरिद प्रक्रियामा को संलग्न हुन्छन् त? मूलतः यहाँ 2 मुख्य पात्रहरू हुन्छन्, एउटा खरिद गर्ने र अर्को बिक्री गर्ने। पहिलो पात्र हो खरिदकर्ता, जसलाई कानूनले सार्वजनिक निकाय भन्छ। यसभित्र सबै सरकारी मन्त्रालय, विभाग, अदालत, सरकारी संस्थानहरू र सरकारी पैसा प्रयोग गर्ने विश्वविद्यालयहरू पनि पर्छन्। उनीहरूले नै आवश्यकता के हो भनेर पहिचान गर्छन् र खरिद प्रक्रिया सुरु गर्छन्। अनि अर्कोतिर छन् बोलपत्रदाता। यिनीहरू भनेका विक्रेता वा निर्माणकर्ताहरू हुन्। यिनीहरू निजी कम्पनी, फर्म वा व्यक्ति जो कोही पनि हुन सक्छन् जसले त्यो सरकारी ठेक्का पाउनका लागि प्रतिस्पर्धा गर्छन्। यहाँ उनीहरूको भूमिका एकदमै स्पष्ट देख्न सकिन्छ। एकातिर सार्वजनिक निकायले आवश्यकता के हो भनेर परिभाषित गर्छ, प्रस्तावहरूको मूल्याङ्कन गरेर छनौट गर्छ र काम सकिएपछि भुक्तानी दिन्छ। अर्कोतिर बोलपत्रदाताले समाधानसहितको प्रस्ताव पेश गर्छ, अरूसँग प्रतिस्पर्धा गर्छ र काम सम्पन्न गर्छ। ल, अब लागौं सबैभन्दा चाखलाग्दो खण्डतिर। यो प्रक्रिया वास्तवमा कसरी अघि बढ्छ त? ऐनले यसका लागि एउटा स्पष्ट चरणबद्ध निर्देशिका, भनौँ न एउटा प्लेबुक नै तयार पारेको छ। यो प्रक्रिया मुख्यतया 4 चरणमा अघि बढ्छ। पहिलो, विस्तृत योजना बनाउने। दोस्रो, सार्वजनिक रूपमा बोलपत्र आह्वान गर्ने। तेस्रो, आएका प्रस्तावहरूको निष्पक्ष मूल्याङ्कन गर्ने। र अन्तिममा सबैभन्दा योग्यलाई ठेक्का दिने। यी हरेक चरणले प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउन मद्दत गर्छन्। र यो प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक हो सार्वजनिक आह्वान। यहाँ कुनै पनि काम गोप्य रूपमा वा भित्रभित्रै हुँदैन। यो त सबै योग्य प्रतिस्पर्धीका लागि खुला निमन्त्रणा हो, जसले गर्दा सबैभन्दा राम्रो सेवा र मूल्यमा काम हुन्छ भन्ने सुनिश्चित गर्न खोजिन्छ। यही निष्पक्षतालाई सुनिश्चित गर्नका लागि कानूनले समय सीमा पनि तोकेको छ। बोलपत्रदाताहरूलाई प्रस्ताव तयार गर्न पर्याप्त समय दिनुपर्छ भन्ने मान्यता हो।
जस्तै ऐनको दफा 14 अनुसार राष्ट्रिय स्तरको बोलपत्रका लागि कम्तीमा 30 दिनको समय दिन अनिवार्य छ। यसले के सुनिश्चित गर्छ भने कम्पनीहरूले हतारमा होइन राम्रोसँग सोचेर गुणस्तरीय प्रस्ताव तयार गर्न सकुन् र जति राम्रो प्रस्ताव आयो प्रतिस्पर्धा पनि त्यति नै स्वस्थ हुन्छ, होइन त? अब हामी अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आइपुगेका छौं। यी सबै नियम र प्रक्रियाहरूको आखिर मतलब के हो? यो कानूनले हाम्रो दैनिक जीवनमा साँच्चै कस्तो प्रभाव पार्छ त? जब यो ऐनलाई सही रूपमा लागू गरिन्छ, यसले धेरै सकारात्मक परिणामहरू ल्याउन सक्छ। भ्रष्टाचार घट्छ, सार्वजनिक सेवा र पूर्वाधारहरू राम्रो गुणस्तरको बन्छ, हाम्रो करको पैसा जोगिन्छ र समग्रमा सरकारी संस्थाहरूप्रति जनताको विश्वास बढ्छ। र यसले हामीलाई एउटा गम्भीर प्रश्नमा ल्याइपुर्याउँछ। के किताबमा राम्रो नियम लेखिँदैमा सुशासनको ग्यारेन्टी हुन्छ? वा यसको सफलता पूर्ण रूपमा यसको इमानदार कार्यान्वयन र हामी सबैको निरन्तर निगरानीमा निर्भर गर्छ? सोचौँ है त।